राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदद्वारा प्रस्तुत छ कार्यक्रम बसको नम्बर। म्याडम, हेरेर हिँड्नुस् है। ए भाइ, यो बस कहाँसम्म जान्छ? मलाई किशनगढ जानु छ। यस बसको नम्बर के हो? सुमनले निकै बेरसम्म ती महिलालाई आउँदै जाँदै गरेका बसहरूको पछाडि भागिरहेको हेरिरहेकी थिइन्। उनले आफैलाई रोक्न सकेनन् र गएर ती महिलाले सोधिन्, के भयो? तपाईलाई कहाँ जानु छ? कुन बस खोज्दै हुनुहुन्छ? मलाई किशनगढ जानु छ, 424 नम्बर बसमा। 424? त्यो बस त भर्खरै यहाँबाट भएर गयो। हो र? मैले चालै पाइनँ। ओहो, तर बसको अगाडि नम्बर लेखेको थियो, देख्नु भएन तपाईले? धमिलो देखे थिए, तर पढ्न सकिनँ। म पढ्न लेख्न जान्दिनँ। यो सुनेर सुमन आश्चर्यमा परिन्। कसैले नम्बर पनि पढ्न सक्दैन, कस्तो हो? त्यति नै बेला सुमनको बस आयो अनि उनकी साथीले बोलाए, सुमन, चाँडो आऊ, बस छुट्छ अहिले, चाँडो आऊ। तिमी जाऊ, म अर्को बसमा आउँछु। ठीक छ, आफ्नो ध्यान राख्नु है। आउनुस्, तपाईलाई सही बसमा बस्न मद्दत गर्छु म। धन्यवाद। केही बसहरू गुज्रेपछि आखिर सुमनले 424 नम्बरको बस आउँदै गरेको देखिन्। 424? हेर्नुस्, तपाईको बस आयो। यसले तपाईलाई किशनगढ ओह्राल्नेछ। धेरै धेरै धन्यवाद। आफ्नो ध्यान राख्नुस् है। बसमा बस्ने बित्तिकै ती महिलाले झ्यालबाट बाहिर सुमनतिर हेरेर मुस्कुराए, जस्तो कि धन्यवाद दिइरहेकी थिइन्। अनि हात हल्लाएर बिदा माग्दै बसमा गइन्। यता आफ्नो बसलाई पर्खँदै सुमनको मनमा कसैलाई मद्दत पुर्याएको सन्तोष त थियो, तर कयौं प्रश्नहरू पनि थिए। यस्तो किन कि कसैले सामुने लेखेको बस नम्बर पनि पढ्न नसक्ने? यति त सबैले जान्नु पर्ने। मैले ठाने, आजपछि मेरो वरिपरि कुनै यस्तो व्यक्ति हुन्छ जसले पढ्न लेख्न जान्दैन भने म उसलाई पढ्न लेख्न सिकाउने छु। बुनियादी साक्षरता हामी सबैको अधिकार हो र यो अधिकार सबैले पाउनुपर्छ। अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदद्वारा प्रस्तुत कार्यक्रम बसको नम्बर। अनुवाद एवं रेकर्डिङ समर्थन क्ल्यापर इन्टरटेनमेन्टद्वारा। प्रोग्राम कोअर्डिनेटर प्रोफेसर उषा शर्मा। एकाडेमिक सपोर्ट याचना गुप्ता।